हेलो दर्शन नमस्ते। आज चाहिँ साथीहरूलाई होम टुर गराउँछु। आज चाहिँ खानाको रेसिपी यताउति हुँदैन। आज चाहिँ किनकि घरमा कोही पनि हुँदैनन्। आज त्यही भएर आज छुट्टी छ किचनको, त्यही भएर म आज किचन होम टुर मात्रै गराउँछु। यहाँ चाहिँ हाम्रो मफिन सुतिरहनु भएको छ, एकदम मस्त पारामा सुतिरहनु भएको छ। अनि यहाँ चाहिँ हाम्रो मन्दिर छ, यहाँ चाहिँ पूजाआजा हुन्छ। एकदम बिहानदेखि साँझसम्म पूजा हुन्छ यहाँ चाहिँ। एकदम हिन्दू स्टाइलले पूजा हुन्छ यहाँ, एकदम राम्रो। शिवजीको भक्ति हुन् त म पनि एक प्रकारको, मलाई पनि एकदम मनपर्छ पूजा गर्न। बिहान बिहान आएर कहिलेकाहीँ पूजा गर्छु। यहाँ चाहिँ गणेश भगवान हुनुहुन्छ। यहाँ चाहिँ डाइनिङ टेबल छ। यो पेन्टिङमा के देख्नुभयो तपाईँले हेर्नु, तपाईँले कमेन्ट गर्नु होला। यहाँ चाहिँ खाना खान्छन् अनि यहाँ चाहिँ गेस्टहरू आउने बस्ने चाय पानी गर्ने नास्ता पानी गर्ने त्यस्तै छ। अनि हाम्रो यो चाहिँ रुममा चाहिँ टिभी हेर्ने, म्याचहरू हेर्ने एकदम हुन्छ नि। यहाँ त सबै थोक हुन्छ। यहाँ चाहिँ यो हो टिभी, अनि यहाँ चाहिँ बस्ने नेपालको म्याच हेर्ने त्यस्तै हुन्छ यहाँ सधैँभरि। अनि हाम्रो यहाँ मिरर लगाएको छ। त्यहाँबाट फेरि म बाहिर बाल्कनीमा आएको छु। यहाँ यस्तो भ्यू देखिन्छ यहाँको। यहाँ चाहिँ मफिनले सुसुपोटी गर्छ, एकदम म्याट लगाउनु पर्छ नि त यहाँ बाहिर। अनि यो चाहिँ हाम्रो बाल्कनी हो। यहाँ चाहिँ सबै थोक। यो बेलुन चाहिँ खताडा आएछ, मलाई एकदम रिस उठ्यो। त्यहाँबाट मैले एक लात्तो हाने, फेरि दुई लात्तो हाने, फेरि उहाँ पुग्यो, फेरि यो पनि खै किन हानौँ कि हानौँ भयो। फेरि भित्र आएँ म, हाम्रो यो रुममै आएँ फेरि। अनि मैले सोचिरहेको थिएँ यहाँ टिकटक बनाउनु पर्छ क्या भनेको थिएँ, तर हाम्रो नि इन्डियामा यहाँ चाहिँ इन्डियामा टिकटक चल्दैन कि। त्यहाँबाट फेरि त मलाई त थाहै नभएको भनेर फेरि त्यहाँ टिकटक बनाउन छोड्यो। फेरि रिलतिर रिल बनाउनु कि भएको थियो, तर रिल बनाउन सकेन। फेरि हाम्रो किचनमा आएँ, यो पानीको यस्तै हो। आज किचनमा घर कोही पनि छैन। आज साफसफाइ गर्नुपर्दा एकदम किचनमा उस भयो नि त, फोहोर भयो। त्यहाँबाट किचनमा साफ गर्नुपर्छ। आज एकदम साफ सुथ्रो गर्नुपर्छ, एकदम क्लिन गर्नुपर्छ यार मिलेर। यही हो साथीहरू, आजको होम टुर भयो। अनि अर्को भेट फेरि भेटौँला। हस्त धन्यवाद, नमस्ते।